भजन समूह हो एकदमै भजन देवकी चलिरहेको छ सानो बालकलाई वसुदेवले नारायण राम 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 देखेको पहिलो देवकीलाई मात्रै गएको थियो अनि वसुदेवले यसो देखेपछि अब यी आमालाई पनि भन्नु हुँदैन मैले यिनले थाहा पा पनि छैनन् सुतिरहेछन् बच्चा उता खेलिरहेछ अब यही बेला पारेर लान्छु कुनै जगत माता जननीले भने अनुसार भन्दाखेरि त्यो बच्चालाई बोकेपछि नारायण राम 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 पाले निधाए पाले निधाए वसुदेवलाई सम्झेर गए अब यिनलाई भन्नु भने यिनले थाहा पाउँछन् आफ्नो छोरा भन्छन् लानै दिन्नन् के गर्लिन् थाहा नपाइकन लानु भनेर भनेकै छ मलाई भनेर खुसुक्का बोकेर टोकरीमा हालेर राम 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 पुग्यो